हाई एभ्रिवान, आज चाहिँ म तपाईँहरूलाई युट्युब च्यानल कसरी बनाउने भनेर सिकाउँदै जाँदैछु। जस्तै अब हामीसँग युट्युब च्यानलको लागि सुरुमा तपाईँले जिमेल आइडी खोल्नुपर्ने हुन्छ। जिमेल आइडी खोलिसकेपछि youtube.com मा जानुहोस्, ब्राउजर वा जुनसुकै हुँदाखेरि पनि youtube.com मा जानुहोस्। त्यस पछाडि यसरी युट्युब खुलिसकेको हुन्छ। मसँग अलरेडी एकाउन्ट बनिसकेको हुन्छ। अलरेडी एकाउन्ट बनिसकेको कारणले गर्दा म यहाँ तपाईँहरूलाई नयाँ एकाउन्ट कसरी बनाउने भनेर सिकाउँछु। जस्तै स्विच एकाउन्टमा जानुहोस्, भ्यू अल एकाउन्टमा जानुहोस्। नेट स्लो छ। अनि त्यस पछाडि यहाँ क्रिएट च्यानल, अल क्रिएट च्यानल भनेर देखाउँछ। तपाईँले यहाँ क्रिएट च्यानलमा क्लिक गर्नुहोस्। त्यस पछाडि आफ्नो च्यानलको नाम राखिदिनुहोस्। जस्तै AI BID AI टेक्निकल ACHNICAL वाला मैले यस्तो नाम दिएँ। अनि ह्यान्डल चाहिँ हामी AI टेक्निकल 16 वाला नाम दिउँ। यसले यहाँ अटोमेटिक सजेस्ट गर्छ। यसले टिक लगाएन भने चाहिँ हामीले यो च्यानल राख्न सकिँदैन, AI टेक्निकल। अब मैले यो च्यानलमा चाहिँ AI रिलेटेडहरू भिडियो मात्र राख्ने भएको कारणले यस्तो च्यानल बनाएँ मैले। त्यसलाई क्रिएट च्यानलमा थिच्नुहोस्। क्रिएट च्यानल गरिसकेपछि तपाईँको च्यानल क्रिएट भइसकेको हुन्छ। अब त्यो च्यानललाई चाहिँ तपाईँले आवश्यक सेटिङहरू मिलाउन सक्नुहुन्छ। जस्तै यहाँ म्यानेज भिडियो भनेर कस्टमाइज च्यानल्स गर्नुहोस् हैन। कस्टमाइज च्यानल गरिसकेपछि नेक्स्ट कन्टिन्यू गर्नुहोस्। तपाईँले ब्यानर भनेको छ। यो ब्यानर भनेको चाहिँ तपाईँको च्यानल खोल्ने बित्तिकै ब्याकग्राउन्डमा देखाउने ब्यानर हो। जस्तै यहाँ मेरो चाहिँ ए लेखा छ। यो ए भनेको पिक्चर हो, प्रोफाइल पिक्चर भन्छ नि। यसले यहाँ नटल कति बाई कतिको तपाईँसँग कुनै एउटा प्रोफाइल पिक्चर छ भने चाहिँ त्यो अपलोड गर्न सक्नुहुन्छ। जस्तै मसँग यहाँ भएको कुनै एउटा गरौँ टेक सुदीप बाला रहेछ। ल यसलाई ओपन गरियो भने यो गरेर डन गरियो भने यो प्रोफाइल बस्छ। बुझ्नुभयो नि, यो प्रोफाइल बस्छ। यसरी तपाईँले नाम पनि यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। ह्यान्डल भनेको तपाईँले कसैले सर्च गर्दाखेरि भेटाउने ठाउँ भयो। पोर्नेस अनि डिस्क्रिप्सन तपाईँको च्यानलको बारेमा लेख्नुपर्ने हुन्छ। आफ्नो डिस्क्रिप्सनमा URL भइहाल्यो। अनि तपाईँको जिमेल आइडी अनि फेसबुक आइडी यही नामको अथवा अरू कुनै नामको फेसबुक आइडी, कुनै सोसियल मिडियाहरू लिङ्क गर्नु छ भने यहाँ एड लिङ्कमा गएर तपाईँले लिङ्कको URL हाल्न सक्नुहुन्छ। त्यस पछाडि इमेल आइडी यहाँ हाल्न सकिन्छ, कन्ट्याक्ट। अनि यो भिडियो वाटरमार्क भनेको तपाईँको भिडियोको यो कर्नरमा देखाइरहने एउटा लोगो जस्तो टाइपकोलाई चाहिँ भिडियो वाटरमार्क भनिन्छ। यहाँ गएर तपाईँले इमेज अपलोड गर्न सक्नुहुन्छ। यसो गरिसकेपछि तपाईँको लगभग च्यानल रेडी हुन्छ। केही समस्या परेकोहरूमा कन्ट्याक्ट गर्नुहोला साथीहरू।